ल आज एउटा यस्तो रहस्यमय कथाको बारेमा कुरा गरौँ जहाँ समय आफै मोडिएको जस्तो लाग्छ। यो एउटा यस्तो जहाजको कथा हो जसले भनौँ न विज्ञान र समयको परिभाषा नै हल्लाइदियो। एकछिन सोच्नुस् त, संसारको लागि 9 महिना बित्यो तर तपाईको लागि केवल 3 हप्ता मात्रै। कस्तो होला? हो, ओशियानिक ग्लोरीको कथा ठ्याक्कै यही असम्भव प्रश्नबाट सुरु हुन्छ। एउटा यस्तो घटना जसले समयको नियमलाई नै चुनौती दियो र आज पनि वैज्ञानिकहरूको टाउको दुखाइरहेको छ। सन् 1995 अगस्त 10 मियामीको समुद्री तटमा अचानक एउटा भुताह जहाज देखा पर्यो। तर कथा त बल्ल सुरु हुँदै थियो। जब कोस्ट गार्डको उद्धार टोली त्यो जहाजमा पुग्यो नि, उनीहरूले जे देखे त्यसले उनीहरूको रगत नै सुकाइदियो। त्यो जहाज थियो MS ओशियनिक ग्लोरी, त्यही जहाज जुन 9 महिनादेखि बेपत्ता थियो। सबैले सोचेका थिए यो जहाज समुद्रको गहिराईमा डुबिसक्यो। तर 9 महिनापछि यो अचानक कसरी फर्कियो? यो नै पहिलो प्रश्न थियो। र त्यो जहाजमा जीवित भेटिएका मान्छेहरू के? उनीहरूले सुनाएको कथा त झन् पत्याउनै नसकिने थियो। हो, उनीहरूको कथाले यो रहस्यलाई यति गहिरो बनाइदियो कि त्यसको जवाब आजसम्म कसैसँग छैन। ल अब सुरु गरौँ त्यो जहाजको रहस्यमय पुनरागमनको कथाबाट, जसले साँच्चीकै सबैलाई स्तब्ध बनायो। अब यहाँको कुरा अलिक ध्यान दिएर सुनौ है। जहाज बाहिरबाट हेर्दा कस्तो थियो भन्दा 100 वर्ष पुरानो जस्तो, बाक्लो हरियो लेउले ढाकिएको, जताततै खिया लागेको। तर अचम्म के थियो भने जहाजभित्र डाइनिङ हलको टेबलमा खाना तातो थियो, मानौ भर्खरै कसैले पस्केको होस्। तर त्यही हलको भुइँमा भने सडे गलेको फोहोर र डरलाग्दो दुर्गन्ध। त्यहाँ 150 जना मान्छे जीवित त भेटिए, तर उनीहरूको होसो हवास थिएन, लगभग पागल जस्तै। बाँकी 250 जना त कहाँ गए, कसरी हराए, कुनै अत्तोपत्तो छैन। अब अलिकति पछाडि फर्कौं, कथाको सुरुवातमा जाउँ, जब यो जहाजले आफ्नो पहिलो र अन्तिम यात्रा सुरु गरेको थियो। यो MS ओशियानिक ग्लोरी त्यो बेलाको सबैभन्दा आधुनिक र विलासी जहाज थियो, यतिसम्म कि यसलाई टाइटानिक भन्दा पनि सुरक्षित मानिन्थ्यो। तर हेर्नुस् न, यसको पहिलो यात्रा कहिले सुरु भयो? शुक्रबार, नोभेम्बर 13 तारिक, नाविकहरूले सबैभन्दा अशुभ मान्ने दिन। र यो जहाजमा जम्मा 400 जना थिए, 250 यात्रु र 150 चालक दलका सदस्य। र यो जहाजका क्याप्टेन थिए आर्थर ब्ल्याक, समुद्रमा 35 वर्ष बिताएका अनुभवी। तर अनुभव भन्दा बढी त उनीमा घमण्ड थियो। यात्रा सुरु हुनु अघि मिडियालाई के भनेका थिए थाहा छ? स्वयं भगवानले पनि यो जहाजलाई डुबाउन सक्दैनन्। तर उनलाई के थाहा थियो र उनको यही घमण्डले सबैलाई डुबाउँदैछ भनेर? ल अब कथाको त्यो मोडमा आइपुग्यौँ जहाँबाट सबै कुरा बिग्रिन थाल्यो, जहाँबाट यो जहाज सधैँको लागि एउटा रहस्यमा हरायो। यात्राको चौथो रात बिहानको 2:15 रडरमा एउटा अनौठो कुरा देखियो। जहाजभन्दा पनि ठूलो कुनै अज्ञात वस्तुले जहाजलाई पछ्याइरहेको थियो। त्यसको ठिक 45 मिनेटपछि बिहान 3 बजे जहाजका सबै नेभिगेसन सिस्टम, कम्पास सबै फेल भए, अनियन्त्रित रूपमा घुम्न थाले र ठ्याक्कै 3:15 बाहिरी दुनियासँगको सबै सम्पर्क टुट्यो। सम्पर्क टुटेपछि क्याप्टेन ब्ल्याकले मद्दतको लागि SOS कल पठाउन आदेश दिए। तर जवाफमा के आयो होला? कोस्ट गार्डको आवाज होइन, जवाफमा आयो हजारौं मानिसहरूको दर्दनाक चित्कार, रुवाबासीको आवाज। यस्तो लाग्थ्यो मानौ त्यो आवाज समुद्रको पिँधबाट, पातालबाट आइरहेको छ। त्यसपछि त झन् अचम्मका घटनाहरू हुन थाले। जहाजलाई एउटा बाक्लो, हरियो, अलिअलि रेडियो एक्टिभ जस्तो कुहिरोले ढाक्यो। यात्रुहरूले जहाजको कोरिडोरमा अनुहार नै नभएका कालो छायाहरू देख्न थाले। र एउटा अनौठो कुरा, स्टोरमा राखेको खानेकुरा घण्टामै सड्न थाल्यो, तर काँचो मासु जस्ताको तस्तै ताजा। अनि यही बीचमा थर्ड इन्जिनियर मार्कस गायब भए। उनको कोठामा रगतले लतपतिएको कपडा मात्र भेटियो। अब अवस्था यति बिग्रियो कि बाँच्नको लागि मानिसहरू एक आपसमा नै लड्न थाले। यो कथाको सबैभन्दा भयानक मोड थियो। त्यही बेला अचानक समुद्रको तलबाट कुनै चीजले जहाजलाई जोडले ठक्कर दियो। जहाजको तल्लो भागमा ठूलो पाल पर्यो र बरफ जस्तै चिसो कालो पानी एकदमै तीव्र गतिमा भित्र पस्न थाल्यो। अब यहाँ हेर्नुस् के भयो। त्यो घमण्डी क्याप्टेन ब्ल्याक ऊ पुरै टुट्यो।
ऊ रुँदै जहाज छोड्ने आदेश दिन्छ, तर उसको फर्स्ट अफिसर कार्टरले विद्रोह गर्यो। उसले क्याप्टेनको कन्चोटमा बन्दुक तेर्सायो र लाइफबोटको चाबी खोस्यो। त्यसपछि त के थियो, माथिल्लो डेकमा लाइफबोटको लागि मान्छेहरू बीच मारामार भागदौड सुरु भयो। याद गरौँ, त्यो जहाजमा महिला र बालबालिका सहित जम्मा 400 जना थिए। तर त्यो भागदौड र मारामारमा जम्मा 60 जना मात्रै लाइफबोटमा चढ्न सफल भए। बाँकी 340 जना उनीहरूलाई त्यही श्रापित जहाजमा मर्नको लागि छोडियो। लाइफबोटहरू टाढा गएको हेर्दै क्याप्टेन ब्ल्याक आफ्नो क्याबिनमा फर्किए अनि आफ्नो लगबुकमा उनले यी अन्तिम शब्दहरू लेखे। समय पूर्ण रूपमा रोकिएको छ। हामी नर्कको ढोकामा छौँ। तिनीहरू हामीलाई लिन आउँदैछन्। उनको आशा पुरै मरिसकेको थियो। ल, अब फेरि कथालाई उद्धारको समयमा फिर्ता ल्याउँ र अब सामना गरौँ त्यो मुख्य रहस्यको जुन आजसम्म कसैले सुल्झाउन सकेको छैन। यही हो सबैभन्दा ठूलो रहस्य। जब उद्धार टोलीले जीवित फेटिएका फर्स्ट अफिसर कार्टरलाई भन्यो, तिमीहरू 9 महिनापछि भेटियो, कार्टर पागल जसरी चिच्यायो। उसले भन्यो, 9 महिना? के बकवास गरेको? हामी त जम्मा 3 हप्ता अघि मात्रै निस्केका थियौँ। सोच्नुस् त, बाहिरी संसारको लागि 9 महिना बितिसकेको थियो, तर जहाजमा भएकाहरूको लागि केवल 3 हप्ता। अब अमेरिकी सरकारले के गर्यो? उसले यो घटनालाई खराब मौसमले भएको दुर्घटना भन्यो र फाइल सधैँको लागि बन्द गरिदियो। त्यो क्षेत्रको नाम द डेभिल्स आई अर्थात् शैतानको आँखा राख्यो। आज पनि कुनै जहाज त्यो ठाउँबाट गुज्रिने हिम्मत गर्दैन। तर सत्य कहाँ लुक्छ र? घटनाको 5 वर्षपछि क्याप्टेन ब्ल्याक इङ्ल्यान्डको एउटा मानसिक अस्पतालमा भेटिए। पछि फर्स्ट अफिसर कार्टरको नातिले उसको हजुरबुबाको निजी डायरी फेला पारे। क्याप्टेन ब्ल्याकको रगतले लतपतिएको लगबुक पनि भेटियो। यिनै प्रमाणहरूको आधारमा द 315 प्याराडक्स भन्ने किताब लेखियो, जसले यो असम्भव कथालाई आजसम्म जीवित राखेको छ। र अन्त्यमा एउटा प्रश्न जसले सबैलाई सोच्न बाध्य बनाउँछ, यदि ती मानिसहरूका लागि केवल 3 हप्ता बितेको थियो भने बाँकीको 8 महिना त्यो जहाज कहाँ थियो? कुन दुनियाँमा, कुन आयाममा फसेको थियो? के हाम्रो समुद्रमुनि समयसँग खेल्ने कुनै अर्को संसार पनि छ? यो यस्तो रहस्य हो जुन सायद सधैँ रहस्य नै रहनेछ।